प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो नि भन्दै हर्क साम्पाङले टेबल ठटाउँदै गर्दा पछिबाट नराम्रो शब्द बोल्ने को हो? सुन्नुस् त। प्रधानमन्त्री बिनाको सरकार भन्नु पर्यो। नत्र भने एमाले सांसद थेबेले चुनाव अघि बोलेको बाचा सम्झाउँदै बालेनमाथि संसदमै कडा प्रहार। दलमर्दनको आरोप बालेन तानाशाही शैलीमा अघि बढिरहेका छन्। संसदमा प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर विपक्षी दलको कडा विरोध। बैठक 3 पटकसम्म स्थगित। सुकुम्बासीमाथि दमन भएको भन्दै मसाल जुलुस, सडक आन्दोलन चर्काउने चेतावनी। सहकारी पीडितद्वारा बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालय घेराउ, सरकार विरुद्ध नाराबाजी। मुखमा कालो टेप लगाएर युवाहरूले बालेन सरकार विरुद्ध सडक प्रदर्शन। बोलमाया लगायतका नाराबाजी। हर्क साम्पाङले संसद बैठक बहिष्कार गर्दै प्रधानमन्त्री सदनमा नआएसम्म नीति तथा कार्यक्रमको छलफल अर्थहीन हुने भन्दै हर्क साम्पाङ आक्रोशित। प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर हर्क साम्पाङको कडा अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल। नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री स्वयंले जवाफ दिनुपर्ने हर्क साम्पाङको अडान।